नेपालको नयाँ पार्टीहरूलाई तपाईँको विचारधारा के हो भनेर सोध्यो भने उनीहरूको करिब करिब एउटै डायलग हुन्छ, एउटै उत्तर हुन्छ। हामी कुनै विचारधारालाई मान्दैनौँ, हामी विकासवादी हौँ। हामीलाई एउटै बात चाहिएको छ, विकासवाद भन्ने खालको डायलगहरू तपाईँले सुनिराख्नु भएको छ। तपाईँलाई मानिलिनुहोस् रासपा होइन घन्टीलाई सोध्यो भने पनि उसको जवाफ के हुन्छ, हामी विकासवादी हौँ, हामीलाई एनी हाउ विकास चाहिएको छ। बालेनको त्यही छ। श्रम संस्कृति हर्क साम्पाङले पनि करिब करिब त्यही भन्छन्। र अधिक जेनजीहरूको आन्दोलनपछि आएका पार्टी र उनीहरू सँगसँगै मिल्ने पार्टीहरू, उनीहरूकै विचारधारालाई बोक्ने पार्टीहरूको चाहिँ करिब करिब एउटै कुरो छ कि हामीलाई विकास चाहिएको छ एट एनी कस्ट, हाम्रो विचारधारा केही छैन। अझ कतिको त योसम्मको भनाइ पनि छ भने के पनि छ कि यो विचारधाराले के गर्छ, यो पाश्चात्य मुलुकबाट ल्याइएको विचार, विदेशबाट भित्राइएको विचारले के हुन्छ र? हामी आफ्नै देशको विचारधाराबाट अगाडि बढ्छौँ, त्यो हो विकासवादी भन्ने खालको जस्तो डायलगहरू आउँछन्। तर सर, विकास गर्नको लागि पनि त विचारधाराको नै दिशामा निर्देश भएर न विकास हुन्छ। कस्तो खालको विकास गर्ने भन्नसाथ विकास विकास भन्छ त व्हाट इज विकास? विकास कसरी गर्ने, कसको लागि गर्ने, के का लागि गर्ने भन्ने जस्ता प्रश्नको जवाफ विचारधारा यानि कि आइडियोलोजीद्वारा नै निर्देशित हुन्छन्। त्यहाँबाट नै उसको त्यो डिरेक्सन चाहिँ सेट हुन्छ। त्यही भएर आइडियोलोजीको बारेमा चाहिँ जान्न जरुरी हुन्छ। जस्तो ग्लोबल रूपमा चाहिँ हेर्ने हो भने अहिले ट्रम्प आए, उनी कन्जर्भेटिभ टाइपका हुन् मान्छे, भनेको वामपन्थी भन्दा अलग धारका दक्षिणपन्थीको नि झन्डै सेन्टर भन्दा पनि झन्डै उताका हुन्, राइट सेन्टर कन्जर्भेटिभ हुनु भनौँ न, कन्जर्भेटिभ टाइपका हुन्। र उनको नीति आउन साथ डोनाल्ड ट्रम्प आउन साथ त्यहाँका कैयौँ नीतिहरू फेरिया छन्, जस्तो आप्रवासीहरूप्रति हेरिने दृष्टि होइन, अनि यो पोलिसीहरू गभर्मेन्ट पोलिसीहरू को बारेमा कैयौँ चेन्ज भएका छन्। जस्तो धनीलाई कम ट्याक्स लगाउने जुन त्यो कन्जर्भेटिभहरूको एउटा कन्जर्भेटिभ विचारधाराहरूको नेचर हुन्छ, त्यो लागू गरिएको छ। भनेको सानाहरूलाई चाहिँ अथवा कम आयस्रोत भएकोहरूलाई चाहिँ ज्यादा पनिसमेन्ट मिलेको छ डोनाल्ड ट्रम्प आउँदा। विचारधाराले त असर गर्दो रहेछ नि त। त्योभन्दा अगाडि बाराक ओबामाले सुरु गरेको चाहिँ ओबामा केयर भनेर आर्थिक रूपमा असहाय भएकाहरूलाई, आर्थिक कमजोर भएकाहरूलाई चाहिँ कसरी हेल्थ केयर गर्ने भन्ने खालको उनले ओबामा केयर सुरु गरेका थिए। किनकि उनी थोरै भए लेफ्ट दक्षिण वामपन्थीतिरका थोरै पूर्ण त होइन, सेन्टर लेफ्टको चाहिँ उनको विचारधाराबाट चाहिँ त्यो नीति दिशा निर्देशित थियो। भन्नुको मतलब विचारधारा जसरी भए पनि विचारधाराले त्यो देशको नीति, त्यो देशको दिशा निर्देश चाहिँ गर्छ भन्ने कुरालाई चाहिँ हामीले भुल्न हुँदैन। यसैको बारेमा जसलाई चाहिँ एउटा पोलिटिकल स्पेक्ट्रम पनि भन्ने गरिन्छ। त्यो पोलिटिकल जस्तो त्यो व्यक्तिमा नि फरक पर्न सक्छ, पार्टीमा नि फरक पर्न सक्छ, कुन पार्टीको आइडियोलोजी कुन के हो भनेर छुट्याउने एउटा स्पेक्ट्रम छ, त्यसलाई भनिन्छ पोलिटिकल स्पेक्ट्रम। तपाईँको लेफ्ट एन्ड राइट, लेफ्ट भनेको वामपन्थी, राइट भनेको दक्षिणपन्थी। वामपन्थी र दक्षिणपन्थी भनेको तपाईँलाई करिब करिब थाहा छ। वामपन्थी कम्युनिस्ट विचारधाराको कम्युनिस्ट विचारधारा त अझ फारलेट भयो, र दक्षिणपन्थी भनेको कन्जर्भेटिभ टाइपको। सो लेट सुरु गरौँ। यहाँ हेर्नुहोस्, पोलिटिकल स्पेक्ट्रमको कुरोमा चाहिँ सबभन्दा कुरा बिचमा आउँछ सेन्टर। यो सेन्टरमा भएको चाहिँ केन्द्रीय सेन्टरलाई चाहिँ लिबरलिजमको सेन्टर पनि भनिन्छ। यसले चाहिँ के गर्छ भने मान्छेको चाहिँ स्वतन्त्रताको बारेमा उसले वकालत गर्छ। जस्तो नेपालमा पनि त हरेक व्यक्ति स्वतन्त्र छ, इन्डिपेन्डेन्ट छ, फ्रिडम पाउनुपर्छ होइन भन्ने कुरा गर्छ नि त। अनि के छ, सोसाइटी बिलिभ द्याट देयर सुड बी इक्वल अपर्च्युनिटी, भनेको समान अधिकार पाउनुपर्छ, समान अवसर पाउनुपर्छ भन्ने खालका जुन विचारधारा हुन्छन् नि, त्यो विचारधारा भनेको सेन्टरको हो। त्यसलाई भन्छ केन्द्र, त्यो चाहिँ सेन्टरको विचारधारा हो। अब सेन्टरबाट तपाईँ यतातिर जानुभयो भने लेफ्ट, सेन्टर लेफ्ट हुनुभयो, अझ उता जानुभयो भने फार लेफ्ट विङमा पुग्नुभयो, त्यो भनेको कम्युनिजम, राइट।
अब नेपाल कहाँ आउँछ भन्दा चाहिँ हामीले नेपालको संविधानमै लेखेको छ सोसलिजम, हामी समाजवादतिर जाने भनेर लेखेका छौँ। अब यो बिलिफ चाहिँ कस्तो हो भने पिपल सुड बी हेल्प टु बिकम मोर इक्वल बाई द स्टेट। यो चाहिँ देशमा भएको जनताहरूलाई समान रूपमा आर्थिक रूपमा अवसर दिने काम भनेको गभर्मेन्टको हो। वेलफेयर स्टेट भन्छ नि, देशको हरेक व्यक्तिलाई समान रूपमा चाहिँ इकोनोमिक डिस्ट्रिब्युसन गर्न चाहिँ यो चाहिँ गभर्मेन्टको रेस्पोन्सिबिलिटी हो भन्ने सोच छ क्या। द सोसलिस्ट स्टेट गभर्मेन्ट ट्याक्सेस द वेल्थ, यसले यो चाहिँ अलिकति जो अरबपति खरबपति बन्ने सपना देखाउँछ उनीहरूलाई चाहिँ ज्यादा यसले पनिस गर्छ भनेको ज्यादा धनी बन्न दिँदैन र गरिबलाई चाहिँ त्यो वेल्थ धनीले ज्यादै पैसा कमायो भने त्यसलाई चाहिँ ट्याक्सलाई ज्यादा हाई ट्याक्स गरेर चाहिँ त्यसलाई रिडिस्ट्रिब्युट गरिदिन्छ, फेरि पुनः वितरण गरेर चाहिँ फेरि जो कमाउँछ त्यसमा चाहिँ फेरि रिडिस्ट्रिब्युट गरिदिन्छ, वितरण गरिदिन्छ। अब यसको फाइदा पनि छ बेफाइदा पनि छ। त्यसो गर्दा गरिबहरूलाई त्यो पैसा आउने भयो, गरिबहरूले पैसा पाए जो आर्थिक रूपमा कमजोर छन्। तर यसले पनिसमेन्ट पनि के मिल्छ भने त्यसमा क्यापिटल त्यो जसले जो चाहिँ इन्टरप्रेन्योरसिप टाइपको हुन्छ नि, केही उद्यम गरेर खाने उनीहरूलाई चाहिँ फेरि डिमोटिभेट हुन्छन्। किन यत्रो मेहनत गर्ने, पैसा जति काटेर ट्याक्स काटेर हाम्रो पैसा जति सबै लगिहाल्छ, सरकारले किन मेहनत गर्नु पर्यो भन्ने विचार पनि आउन सक्छ। फर इक्जाम्पल विनोद चौधरीलाई चाहिँ उसले गरेकामा उसले कमाएकोमा ज्यादाभन्दा ज्यादा ट्याक्स हालिदिने भने भोलि विनोद चौधरी जस्ताहरू चाहिँ डिमोटिभेट भएर देशबाट पलायन हुने सम्भावना पनि बढ्छ। सोसियलिजमको प्रब्लम पनि हो यो। अर्को छ यस, अब हेल्थ केयर होइन, घाँस बाँस कपास इत्यादिको लागि चाहिँ गभर्मेन्टबाट नै यो हुनुपर्छ, गभर्मेन्टले नै यसलाई हेर्नुपर्छ जनताको भन्ने खालको जुन सोचाइ छ नि, हेल्थ केयर भयो, स्वास्थ्य शिक्षा इत्यादिमा चाहिँ गभर्मेन्टले नै हेर्नुपर्छ भन्ने खालको सोचाइ राख्छ सोसलिजमले। यो कहाँ पर्छ? सेन्ट्रल लेफ्टमा पर्छ। भनेको नेपाल चाहिँ पूर्ण रूपमा एउटा वामपन्थी देश हो भन्न सकिन्छ। यो दक्षिणी वामपन्थी पूर्ण रूपमा फारो त होइन, तर नेपालका पार्टीहरू चाहिँ फेरि फारोवाला पनि छन्, फार लेफ्ट विङवाला पनि छन्, जो चाहिँ कम्युनिजम भन्छ नि। कम्युनिजम र सोसलिजममा करिब करिब प्रयोग गरिन्छ, तर कम्युनिजम र सोसलिजममा चाहिँ धेरै फरक छ। कम्युनिजममा तपाईँको फेरि कम्युनिजम भनेको यो फार लेफ्ट विङमा आउँछ। फार लेफ्टमा यो भनेको के हो भने यसमा चाहिँ सबै बराबरी हुनुपर्छ र त्यहाँ चाहिँ क्लासै हुनु भएन क्या। हाम्रो मार्क्सको एउटा सपना थियो नि, क्लासलेस सोसाइटी, जहाँ चाहिँ वर्ग नै नहोस् भन्ने सोचाइ थियो नि। योबाट चाहिँ यो सोचबाट चाहिँ निर्देशित हुन्छ कम्युनिजम। समाजवाददेखि उता पुगेर कम्युनिजमलाई के भन्छ? साम्यवादको कुरो। साम्यवादमा चाहिँ फेरि तपाईँको इन्स्टेड दिस बिलिभ द्याट देयर सुड प्राइभेट ओनरसिप, तपाईँको जग्गा जमिन सम्पत्ति व्यक्तिगत सम्पत्ति नै हुँदैन अब क्या। मेन कम्युनिजममा चाहिँ सबै स्टेट ओन हुन्छ, सबै स्टेटले चाहिँ सबै देशमा भएको जग्गा जमिन स्रोत साधनहरू स्टेटले कन्ट्रोल गर्छ, स्टेटको ओनरसिप हुन्छ, तपाईँको स्वामित्व हुँदैन। यो चाहिँ हो कम्युनिजम। र नेपालका माओवादी कुनै समय फार लेफ्ट विङमा पर्थ्यो, अझै पनि पर्छ, एमाले पनि पर्छ, तर उनीहरू अब सुध्रिएर सोसलिजममै आउनुपर्छ भन्ने खालको विचारधारा राख्छन्। यसरी पूर्ण रूपमा कम्युनिजम नेपालमा ल्याउन चाहिँ सकिँदैन भनेर उनीहरूको व्यावहारिक पक्ष चाहिँ त्यस्तो छ, तर उनीहरूको आदर्श चाहिँ उनीहरूको आइडियोलोजी चाहिँ फेरि कम्युनिजम यानि कि फार लेफ्ट विङमै आउँछ। भनेको उनीहरूको अल्टिमेट गोल भनेको चाहिँ नेपालमा कम्युनिजम ल्याउनु हो भन्छन् नेपालका कम्युनिस्ट पार्टीहरूले। उनीहरू भनेको त्यहाँ चाहिँ पूर्ण रूपमा व्यक्तिको हातमा कुनै सम्पत्ति जग्गा जमिन पाउँदैन, पूर्ण रूपमा स्टेटले त्यसलाई लिन्छ र त्यसलाई स्टेटले चलाउँछ। दे सुड बी अल कम्युनली ओन पिपल वर्क। अब यो चाइनामा पनि माओ सेतुङले यो गरेका थिए, त्यहाँ चाहिँ कोला जस्तो कम्युनिटी ओन भएको थियो होइन। एउटा जस्तो एउटा गाउँलाई चाहिँ गाउँ छ, त्यो गाउँ चाहिँ पूर्ण रूपमा कोअपरेटिभ भएर एक अर्कामा सहकार्य गरेर काम गर्छ, खाना पनि एकै ठाउँ खान्छ होइन।
अनि सम्पत्ति पनि सबैले बराबरी बाँड्छ, यस्तो खालको यो आइडियोलोजीलाई चाहिँ भनिन्छ कम्युनिजम। हामीले अब करिब करिब लेफ्टको सक्यौँ, किनकि लेफ्टको भन्नु किन जरुरी थियो भने नेपालको अधिकांश पार्टीहरू लेफ्ट नै छन्। जस्तो नेपालमा अब कुन पार्टी के हो भन्ने चाहिँ अब पूर्ण रूपमा यसलाई सकौँ, यो स्पेक्ट्रमलाई हामी सेन्टरबाट गएर लेफ्टसम्म आइपुग्यौँ होइन। अब लेफ्टबाट राइटमा जाउँ। अब राइटबाट चाहिँ सेन्टरबाट चाहिँ सेन्टर राइटमा जाउँ। सेन्टर राइटको बिलिभ के छ भने पिपल सुड लुक आफ्टर देमसेल्फ एज एन, अब यो चाहिँ सर्भाइभल अफ द फिटेस्ट टाइप हो क्या। जो आफूले हेर्ने हो, आफ्नो मान्छे एक्लै जन्मेको हुन्छ, आफैले सङ्घर्ष गर्नुपर्छ, उसले जे जति गर्छ आफ्नो ताकतमा गर्छ, आफ्नो बुतामा गर्छ, आफ्नो बलबुद्धिले जे गर्न सक्छ त्यही गर्छ, बाँकी केही सरकारको त्यत्रो भूमिका रहँदैन भन्ने सोच राख्छ यो चाहिँ सेन्टर राइटले चाहिँ। यो भनेको वामपन्थको उल्टो, दक्षिणपन्थको सेन्टर, केन्द्र यो आइडियोलोजीले त्यस्तो सोध्छ। दिस इन्करेज पिपल टु वर्क हार्ड एन्ड बी मोर प्रोडक्टिभ। यसले चाहिँ के सोध्छ भने सबै मान्छेको पसिना, मेहनत र उसको दिमाग यो सबै कुरा युज गरेर अगाडि बढ तिमी भन्ने खालको चाहिँ सोच राख्छ। देयर विल बी नेचुरल इनइक्वालिटी बिकज थ्राइभिङ इकोनोमी निड्स पिपल। यसले चाहिँ अब ठिक हाम्रो कम्युनिजम थियो नि, कम्युनिजमले के सोध्छ, क्लासलेस सोसाइटी, त्यहाँ वर्ग नहोस्, गरिब धनी साना ठुला नहोस्। तर यसले के सोध्छ भने हामी नेचुरल्ली नै साना ठुला छौँ। जस्तो एउटा कम्पनीमा एउटा म्यानेजर हुन्छ, एउटा सामान्य वर्कर हुन्छ भने जस्तै समाजमा पनि कोही ठुला हुन्छन्, कोही साना हुन्छन् भन्ने सोच राख्छ क्या यसले चाहिँ। भनेको कोही धनी हुन्छन्, कोही गरिब हुन्छ, धनी गरिबलाई के गर्ने कसो गर्ने भन्ने बारेमा गभर्मेन्टले त्यत्रो सोच्न जरुरी छैन भन्ने चाहिँ यसको विचारधारा रहन्छ। दोज हु मेड डिसिजन एन्ड दोज हु फलो अदर्स। जसले चाहिँ एउटाले डिसिजन गर्छ, एउटाले त्यो डिसिजनलाई चाहिँ मान्छ, त्यो अर्डरलाई चाहिँ फलो। जस्तो आर्मीको एउटा स्ट्रक्चर हुन्छ नि, हेरार्की, सबभन्दा माथिकोले अर्डर दिन्छ, सबभन्दा तलकोले त्यो अर्डर फलो गर्छ। यो खालको सोसाइटी बन्नुपर्छ, यो खालको देश बन्नुपर्छ, यो खालको विचारधाराबाट अगाडि बढ्नुपर्छ भन्ने सोचाइ कसको, सेन्टर राइटको। इन कन्जर्भेटिभ स्टेट्स ट्याक्स रिमेन लो बिकज दोज हु आर सक्सेसफुल शुड नट ह्याभ। यो चाहिँ ठ्याक्कै अघि यो वेलफेयर, हाम्रो वेलफेयर स्टेटको कुरो थियो नि, सोसियलिजममा चाहिँ धनीलाई चाहिँ हाई ट्याक्स लगाएर पनिस गर्ने, सजाय दिने र उसलाई चाहिँ डिस्करेज हुन्थ्यो। त्यसको उल्टो हुन्छ क्या यहाँ चाहिँ भनेको। अब जति तिम्रो बुताले कमाऊ, हामी ट्याक्स ज्यादा हाल्दैनौँ, कमाऊ, जे गर मोज गर टाइपको। यो चाहिँ देशको हिसाबमा हेर्यो भने यो चाहिँ सेन्टर राइटमा चाहिँ आउँछ अमेरिका। किनकि अहिले खास गरी ट्रम्प चाहिँ यो सेन्टर राइटमा आइपुग्छन् मेरो विचारमा चाहिँ, किनकि उनको विचारधारा यस्तै छ। जे जति कमाउने हो आफ्नो बुताले कमाउँछ, त्यहाँ मान्छे भनेको जन्मिँदै उसको ट्यालेन्ट, उसको दिमाग, बुद्धि, बुता, शक्ति भन्ने कुरा त्यहीँबाट सुरु हुन्छ र उसले जति कमाउने कमाउँ, त्यसमा गभर्मेन्टले इन्टरफेयर गर्नुको जरुरी नै छैन भन्ने सम्झिन्छ सेन्टर राइटले। ओके, देयर इज अ लार्ज डिभाइड बिट्विन रिच एन्ड पुअर। यो चाहिँ अब इन्कम डिस्ट्रिब्युसन हुँदैन नि त, धनीले कमाएकै गरिबले कमाउन नपाएर चाहिँ यसमा धनी र बिचको जुन ग्याप हुन्छ नि त्यो चाहिँ ज्यादै फरक हुन्छ। र नेपालमा पनि धनी र बिचको गरिबको खाल्डा बढिरहेको छ। यो चाहिँ गभर्मेन्टको पोलिसीले पनि यस्तो हुन्छ। सो भन्नुको मतलब तपाईँहरूले आइडियोलोजी चाहिँदैन, विकास मात्रै हुन्छ गर्छौँ भन्नुहुन्छ नि, दिस इज रङ। यसो गर्नुभयो भने अब देशमा के यसरी धनी र गरिब बिचको खाडल बढाइ हुन्छ। अथवा के भन्ने, आइडियोलोजी नहुनु भने कस्तो भने तपाईँसँग पानी जहाज छ, पानी जहाजमा जुन रडार हुन्छ नि, रडार छैन भने तपाईँ कता जाने, कुन दिशामा जाने त्यसको तपाईँ भेउ नै पाउनुहुन्न। र त्यो पानी जहाज चाहिँ दिशाहीन भएर समुद्रमा नै घुमिरहन्छ, ऊ कहीँ पुग्न सक्दैन। आइडियोलोजीको चाहिँ आइडियोलोजी भनेको चाहिँ यो, आइडियोलोजीले दिशा निर्देश गर्छ देश कता जाने भन्ने। र पार्टीहरूसँग नि विचारधारा आइडियोलोजी हुनु जरुरी छ, र त्यसमा क्ल्यारिटी हुनु जरुरी छ भने चाहिँ यो कारणले हो। अब अन्तिम यसलाई कन्जर्भेटिजम पनि भनिन्छ है, जुनलाई यो चाहिँ कन्जर्भेटिभ सोचाइ भएकोले कन्जर्भेटिजम पनि भन्छ। अर्को भनेको अब फार राइट विङ पनि छ, त्यसलाई फासिजम या चौबिजम भन्छ। फासिजमको कुरा गर्छ नि, फासिस्ट
सोच भएको, यो चाहिँ एक्सट्रिम हो। यो चाहिँ राइट दक्षिणपन्थीको पनि चरम दक्षिणपन्थी हो। यो चाहिँ द बिलिभ द्याट पिपल सुड नट ह्याभ इक्वल राइट प्रोटेक्सन्स बिकज सम आर सुपेरियर एन्ड टु अदर। यो चाहिँ कोही चाहिँ ज्यादै सुपेरियर छन्, सबैभन्दा माथि छन्, कोही सबैभन्दा कम छन्। जुन हाम्रो सेन्टर राइटको थियो नि, उसले चाहिँ त्यत्रो एक्सट्रिमिजममा गएन, तर यसले चाहिँ जस एक्सट्रिमिजममा गयो क्या, अतिवादमा गयो। यो चाहिँ मान्छे चाहिँ जन्मिँदै एउटा सुपेरियर एउटा इन्फेरियर भएर जन्मिन्छ भन्ने खालको सोच राख्छ। And in a fascist society, some groups are prevented from becoming equal to the via systemic discrimination. भनेको यसमा चाहिँ जस्तो कुनै व्यक्ति या कुनै समाज या कुनै ग्रुप अथवा कुनै सोसाइटी कम्युनिटी चाहिँ सदाको लागि तलै रहन्छ, यो र कुनै कम्युनिटी चाहिँ सदाको लागि माथि नै रहन्छ। यसको सोचाइ चाहिँ यस्तो हुन्छ। यो सोचाइ राख्ने नेपालको कुन पार्टी भन्नु होला भने नेपालको जसले चाहिँ राजाको ठुलो बहस गर्छ नि, राजा आउनुपर्छ भनेर, यो चाहिँ पर्छ। किनकि राजा जन्मिँदा नै उनी सुपेरियर थिए, भगवान थिए, विष्णुका अवतार थिए। हामी त उसको सेवामा रहने, उसले राजाले हामीलाई चाहिँ बचाउन आएका हुन्, राजाले देश बचाउँछन् भन्ने जुन सोचाइ राख्नेहरू छन्, यो चाहिँ फार राइट विङ हुन्। यो चाहिँ चरम दक्षिणपन्थी सोचाइ राख्नेहरू हुन्। नेपालको याद गर्नुहोस्, राजाको आउनुपर्छ भन्ने सोच राख्ने जुन जुन पार्टीहरू छन् त्यो सबै के हो, यो फार राइट विङ। अब यो गलत हो सही हो भनिरहेको छुइनँ, कमसेकम यति तपाईँले भन्न खोजिरहेको छु, आइडियोलोजी चाहिँ म्याटर गर्छ र आइडियोलोजीद्वारा देश निर्देशित हुन्छ। भोलि राजा आउनुपर्छ भन्ने विचारधाराको व्यक्तिहरू चाहिँ सत्तामा पुग्यो भने देश कता जान्छ भन्ने तपाईँले अहिले अनुमान लाउनु पर्ने हुन्छ, किनकि उसको आइडियोलोजी अनुसार। ओके, दिस कुड बी बेस्ड अन रेस। अब यो चाहिँ आफ्नो नस्ल, जात नेपालको हिसाबले हैन, अनि तपाईँको धर्म, सामाजिक क्लासहरू, सामाजिक वर्गहरूबाट चाहिँ व्यक्ति साना ठुला हुने हुन्छ र उसँग आफ्नो फ्रिडम नहुन पनि सक्छ। कुनै नेपालको धेरै पहिला अगाडि जुन विभेदपूर्ण यो सामाजिक जातीय व्यवस्था थियो नि, यसलाई पनि यही विचारधारा, यही फार राइट विङ चरम दक्षिणपन्थ विचारधारामा राख्न सकिन्छ। देयर इज लार्ज डिभाइड बिट्विन रिच एन्ड पुअर। अब यो त कुरै छोड्नुहोस् न, तपाईँको व्यक्ति नै साना ठुला जन्मिँदै हुने भएपछि धनी र गरिबको कुरा त छोडि नै दिनुहोस्। सो अब यसको थोरै पोइन्टमा जाउँ। वाट इज पोलिटिकल स्पेक्ट्रम? पोलिटिकल स्पेक्ट्रम भने अघि भनेले यो चाहिँ पोलिटिकल बिलिफ्स हो कि, यो चाहिँ राजनीतिक विचारधारा हो जसले चाहिँ दिशानिर्देशित हुन्छ। ट्रेडिसनल रेन्ज फ्रम द लेफ्ट टु राइट, खास गरेर लेफ्टबाट राइटमा जाने हुन्छ। यसले चाहिँ टु डाइमेन्सनमा चाहिँ कसरी त्यो पोलिटिकल पार्टीहरू हुन्छ भनेर एनालाइज गर्छ। ओके, यो चाहिँ पोलिटिकल पार्टीको के गर्छ, पोजिसन र पोलिसीहरू। अब त्यो कुनै पार्टी आयो भने त्यो पार्टी कुन विचारधाराबाट ग्रसित थियो, विचारधाराबाट निर्देशित थियो र त्यो अब फ्युचरमा कस्तो पोलिसी बनाउँछ भनेर चाहिँ हामीले करिब थाहा पाउन सक्छौँ, एनालाइज गर्न सक्छौँ। अब यसमा पोइन्ट जाउँ। फार लेफ्टको भइहाल्यो, रेभोल्युसनरी सोसियलिजम, कम्युनिस्ट, जसले चाहिँ अघि भनिहालेँ, जसमा चाहिँ व्यक्तिगत सम्पत्ति हुन हुँदैन भन्छ हैन। यसले चाहिँ स्ट्रङ इम्फेसिस अन इकोनोमी इक्वालिटी, इकोनोमिक रूपमा चाहिँ, आर्थिक रूपमा चाहिँ समानता आउनुपर्छ भन्छ। सुन्दा एकदमै राम्रो लाग्छ, बट यो चाहिँ स्टेटले, सबै देशले सबै कुरा कन्ट्रोल गर्ने भएको हुनाले यसमा ठुलै मार्केट प्रब्लमहरू पनि आउन सक्छ। यो चाहिँ क्यापिटलिजम र मार्केटकोमा चाहिँ यसले त्यत्रो विश्वास गर्दैन। सबै चाहिँ जस्तो पञ्चवर्षीय योजना भनेर सोभियतमा सुरु भएको थियो नि, त्यो पूर्ण रूपमा विफल भयो, किनकि त्यो मार्केटसँग मेल खान सकेन र स्टेट कन्ट्रोल भएको हुनाले। किनकि स्टेट कन्ट्रोल हुँदा नि स्टेटको कन्ट्रोल गर्ने, स्टेटको डिसिजन गर्ने त त्यो व्यक्ति नै हुन्छ नि त। कम व्यक्तिले डिसिजन गर्दा त्यो मार्केटसँग मेल नखाएर स्टेट फेल अथवा मार्केट फेल, मार्केट कोल्याप्स पनि हुने सम्भावना हुन्छ। अब यसले चाहिँ यसको कोर भ्यालु के हुन्छ भने इक्वालिटी ओभर इकोनोमिक फ्रिडम, ज्यादा इक्वालिटी हुनुपर्छ भन्ने। अब यो डेमोक्रेटिक सोसियलिजम या सोसल डेमोक्रेसी, यो यो चाहिँ नेपालको संविधानको
हर्ट भनौँ न, नेपालको संविधानको हर्ट हो यो चाहिँ। क्यापिटलिजम विथ हेभी रेगुलेसन। क्यापिटलिजम त हुनुपर्छ नेपालमा, पुँजीवाद त हुनुपर्छ, तर त्यो चाहिँ रेगुलेसन चाहिँ गभर्मेन्टले गर्नुपर्छ भन्ने हो। अनि स्ट्रङ वेलफेयर स्टेट भनेको यसमा देशमा चाहिँ वेलफेयर, सामाजिक न्यायको लागि चाहिँ वेलफेयर स्टेट हुनुपर्छ। देशले धनी गरिब गरिब विशेष असहायहरूलाई चाहिँ सहयोग गर्नुपर्छ, उसलाई स्वास्थ्य शिक्षा सबै कुरामा चाहिँ स्टेटले स्पोन्सर गर्नुपर्छ भन्ने। प्रोग्रेसिभ ट्याक्सेसन हुन्छ। प्रोग्रेसिभ ट्याक्सेसन भनेको कम कमाउनेले कम ट्याक्स, ज्यादा कमाउनेले ज्यादा ट्याक्स, राइट। लेबर युनियन हुन्छ, नेपालमा लेबर युनियन छ भने लेबर युनियन प्रोटेक्सन। यसको चाहिँ गोल के हो भने रिड्युस द इनइक्वालिटी वाइल किपिङ द मार्केट्स। यो चाहिँ ब्यालेन्स्ड आइडियोलोजी हो क्या, यो चाहिँ भनेको ब्यालेन्स्ड। हामीलाई मार्केट पनि नभई हुँदैन, हामीले पुँजीवाद, हामी पुँजी चाहिँदैन, पुँजीवाद हामीलाई चाहिँ खराब पनि भन्दैन, तब त्यसलाई कन्ट्रोल गर्नुपर्छ, रेगुलेट गर्नुपर्छ। अब इनइक्वालिटी जुन धनी र गरिब बिचको जुन खाडल छ त्यसलाई घटाउँदै घटाउँदै अगाडि बढ्नुपर्छ भन्ने सोच राख्छ यो लेफ्टले चाहिँ। नेपाल यही क्याटेगोरीमा आउँछ। अब सेन्टर जसलाई लिबरलिजम या सेन्ट्रिजम पनि भनिन्छ, मिक्स्ड इकोनोमी हुन्छ होइन। मिक्स्ड इकोनोमी भनेको मार्केट भनेको स्टेट र मार्केटले चाहिँ रेगुलेट हुन्छ मार्केट चाहिँ। अनि इन्डिभिजुअल राइट चाहिँ प्राइभेटाइज हुन्छ, व्यक्तिगत अधिकारहरूको पनि प्राइभेटाइज हुन्छ। मोडरेट वेलफेयर स्टेट, ठिकठाक मोडरेट हुन्छ। प्राग्मेटिक पोलिसी अप्रोच, यो चाहिँ प्राग्मेटिक भनेको प्र्याक्टिकल्ली जसरी देशलाई अगाडि बढ्छ त्यो कुनै विचारधारा भन्दा पनि प्राग्मेटिक कसरी अगाडि बढ्दा हुन्छ भन्ने ज्यादा सोच्छ। यसले चाहिँ ब्यालेन्स बिट्विन फ्रिडम एन्ड इक्वालिटी। नेपाल करिब करिब सेन्टर पनि हो अनि लेफ्ट पनि हो, यसको बिच हो। किनकि सेन्टर किन हो भने कङ्ग्रेसहरू झन् लेफ्टै त होइन, तर सेन्टर लेफ्टमा बसेको सेन्टरमा बसेको हुनाले कङ्ग्रेस जब सरकार बन्छ कङ्ग्रेसको त्यस्तै उसको सेन्टर लिबरलिजम टाइपको उसको पोलिसी आउँछ। फेरि कम्युनिस्ट पार्टीहरू एमाले माओवादीहरू सरकारमा जान्छ, लेफ्ट टाइपको उनीहरूले पोलिसी चाहिँ देशमा लागू गर्छन्। अनि यो चाहिँ मिक्स भएको छ क्या नेपालको सेन्टर र लेफ्टको चाहिँ दुईटाको घोल चाहिँ छ नेपालको पोलिसी अहिले। राइट, अब यो राइट भनेको वाम दक्षिणपन्थी कन्जर्भेटिजम या क्लासिकल लिबरलिजम पनि भन्छ। यसमा चाहिँ स्ट्रङ सपोर्ट अफ फ्री मार्केट। मार्केटमा गभर्मेन्टले छुन पनि हुँदैन, जे डिसाइड गर्छ मार्केटले गर्छ, मतलब नगर भन्छ क्या तपाईँको। गभर्मेन्टले हेर्नु पनि हुँदैन मार्केटतिर फर्केर भन्छ यसले। लिमिटेड गभर्मेन्ट इन्टरभेन्सन भनि त हाल्यो उसले, मार्केटमा फर्केर नहेर यहाँ चाहिँ ठुल्ठुलो स्क्याम हुने होइन, स्क्याम हुने, मार्केटमा के हुने, उथल पुथल हुने हुन्छ, विभिन्न मार्केटको साइकल हुन्छ होइन। त्यसमा त्यही भएर 2008मा वित्तीय सङ्कट आएको थियो नि देशमा। यही सोचबाट चाहिँ अमेरिका अगाडि बढेको हुनाले त्यतिखेर वित्तीय सङ्कट आएको थियो र संसारलाई नै त्यो वित्तीय सङ्कटले गाँजेको थियो। ओके, लोवर ट्याक्स एन्ड डिरेगुलेसन। ट्याक्स एकदमै कम हुन्छ किनकि त्यो चाहिँ धनीहरूलाई झन् कमाउ, ज्यादा प्रोडक्टिभ हो भन्नको लागि एक खालको मोटिभेट गर्नु पर्यो नि त। त्यही भएर डिरेगुलेसन भनेको सरकारले नीतिहरू मार्फत चाहिँ डिरेगुलेट गर्छ विभिन्न त्यहाँका सेक्टरहरूमा। इम्फेसिस अन ट्रेडिसन एन्ड स्टेबिलिटी। यसले चाहिँ परम्परागत सोचाइहरूमा चाहिँ ज्यादा ध्यान दिन्छ र स्टेबिलिटी जे थियो पहिलाको त्यसलाई चल्न देऊ भन्ने राख्छ उसले। इकोनोमिक फ्रिडम ओभर इक्वालिटी। यसले चाहिँ तपाईँ समानता भन्दा पनि इकोनोमिक फ्रिडम, तिमीले जति कमाउँछ कमा, हामी गभर्मेन्टले इन्टरफेयर गर्दैनौँ भन्ने विचार राख्छ। फार राइट अथोरिटेरियन, यो चाहिँ नेसनलिजम अथवा फ्यासिजम। फ्यासिजम यो चाहिँ यो फार राइट हो, यो चाहिँ एक्सट्रिम नेसनलिजम होइन, चरम राष्ट्रवाद। स्ट्रङ सेन्ट्रलाइज अथोरिटी भनेको यो स्ट्रङ सेन्ट्रलाइज अथोरिटी भनेको गभर्मेन्टले को चाहिँ एकदम अथोरिटेरियन टाइपको हुन्छ। स्ट्रिक्ट ल एन्ड अर्डर फोकस, जस्तो स्ट्रिक्ट टाइपको हुन्छ। गभर्मेन्टले चाहिँ सबै कुरा कन्ट्रोल गर्ने, जनताको राइटहरूमा पनि उसको फ्रिडमहरूमा चाहिँ मुभमेन्टहरूमा उसले एकदम स्ट्रिक्टली कन्ट्रोल गर्न खोज्छ। इन्डिभिजुअल राइट मे बी सबअर्डिनेटेड। अब व्यक्तिगत अधिकारहरू, व्यक्तिको मौलिक हकहरूलाई चाहिँ यसले सबअर्डिनेटलाई चाहिँ गभर्मेन्ट चाहिँ सबभन्दा पावरफुल, जनता भनेको सबभन्दा त्यसको मुनि भनेको इट्स लाइक स्लेभ। जनतालाई चाहिँ नोकर, त्यही भएर नोकरसाही पनि भन्छ नि त। ओके,
अनि कोर भ्यालु भनेको के हुन्छ, यसको सोच के हुन्छ भने अर्डर एन्ड नेसनल पावर। यसले चाहिँ जस्तो यो चाहिँ यसले चाहिँ नेसनल पावरको कुरा गर्छ क्या, राष्ट्रिय पावर। ओके, दिस इज इट। अब यसलाई पनि थोरै गरिदिइहालौँ। यसलाई अहिलेको आधुनिक 2 डाइमेन्सनल मोडल पनि आएको छ। इकोनोमिक एक्सिस, स्टेट इकोनोमिक एक्सिसमा चाहिँ के छ भने स्टेट कन्ट्रोल र मार्केट फ्रिडमको जुन हुन्छ नि त्यसको एक्सिस 2 डाइमेन्सनल। अर्को छ सोसल एक्सिस, अथोरिटेरियन र लिबरेटियन, त्यसको पनि 2टा डाइमेन्सन हुन्छ। allows more precise political classification, example left ओके। यो 2 डाइमेन्सनल मोडल अर्कोचोटि डिस्कस गरौँला, भिडियो लामो हुन्छ। दिस इज इट। यो भिजुअल तपाईँहरूले अघि हेरि नै हाल्नुभयो फर्स्टमा। सो मेरो यो पोलिटिकल स्पेक्ट्रमको भिडियो बनाउनुको एउटै लक्ष्य थियो, अहिलेका नयाँ पार्टीहरूले जसरी हामी विकासवादी हौँ, हामीलाई कुनै आदर्श चाहिँदैन अथवा आइडियोलोजी चाहिँदैन, विचारधारा चाहिँदैन, केवल विकास 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 भन्छ नि, दिस इज नट ट्रुथ र यो सही पनि होइन। यसो गर्दैमा मैले अघि भनिहालेँ, पानी जहाज तपाईँसँग छ, तब त्यो तपाईँको पानी जहाजमा रडार छैन भने तपाईँ दिशाविहीन भएर समुद्रमै रुमल्लिराख्नुहुन्छ नि, यही हुनेवाला छ। तपाईँहरूको यो अहिलेको नयाँ पार्टीहरू आएर केही आफ्नो आइडियोलोजीमा चाहिँ, एउटा आइडियोलोजीमा चाहिँ फिक्स फर्म हुनु भएन भने, पार्टीहरू भएनन् भने, पोइन्ट टु बी नोटेड, यो कुरा विचार राख्नु होला। र अब चुनाव आउँदा पार्टीको जो आउँछन् तपाईँहरूले क्यान्डिडेटहरूलाई सोध्नु होला तपाईँ चाहिँ कुन विचारधाराको हो भनेर, किनकि विचारधारा म्याटर गर्छ। मैले अघि अमेरिकाको उदाहरण दिएर पनि भनिहालेँ, डोनाल्ड ट्रम्प हुँदा जुन अमेरिका छ त्योभन्दा पहिला बाराक ओबामा हुँदा अर्कै अमेरिका थियो, बिकज अफ द विचारधारा आइडियोलोजी। डोनाल्ड ट्रम्प कन्जर्भेटिभ विचारधाराबाट राख्छन् र उसको पार्टी नै कन्जर्भेटिभ पार्टी हो। अर्को छ डेमोक्रेटिक पार्टी, बाराक ओबामा डेमोक्रेटिक पार्टीबाट आएको हुनाले उसको विचारधारा चाहिँ झन्डै लेफ्टतिरको भएको हुनाले उनले त्यस्तै खालको पोलिसी बनाउँथे। सो विचारधारा म्याटर गर्छ, पोइन्ट यही थियो। ओके, थ्याङ्क यू। मन परे सेयर गर्नुहोस्, इफ यु डोन्ट लाइक, आई एम सरी।